आजको समारोहमा प्रदर्शन हुने अश्वकला अन्तर्गतको सोजम र टेन्ट पेकिङ किताबमा प्रथम र दोस्रो हुने खेलाडीहरूलाई पुरस्कार वितरण हुनेछ। District Tent Picking. विशेष निजाल भएको कोठामा विशिष्ट परम्परा मुताबिक विगतका वर्ष सरह नै पाँचै जात्राको विशेष पूजाको क्रममा The new moon of Chaitra was originated to commemorate the victory over a demon named Kurumapa, who once terrorized the city by preying on children. It is believed that the thundering hooves of galloping horses during Kuri Jatra are said to suppress its spirit, preventing its resurgence. This tradition is still upheld by Nepal Cavalry with the motto Speed, Devotion and Service. The Colonel Commandant of Nepal Cavalry is Brigadier General Kiran Kesi and the Commanding Officer is Lieutenant Colonel Vinod Rizal. विशिष्ट अतिथिगण महिला तथा सज्जनवृन्द राइट पास्टका क्रममा यति बेला भैरव वाहन गुल्मको टोली मञ्चको अग्रभागमा आइपुगेको छ। सेवा अस्माकम धर्म आदर्श वाक्य रहेको श्री भैरव वाहन गुल्मको स्थापना विक्रम सम्वत 1940 मा भएको थियो भने हाल यस गुल्मका गरी सम्बन्धी झलक यति बेला मञ्चको अगाडि प्रस्तुत भइरहेको छ। A demonstration highlighting the role of horses in agriculture is marching in front of the dais. अहिले मञ्चको अग्रभागमा शिकारका क्रममा घोडाको प्रयोग सम्बन्धी झलक प्रस्तुत भइरहेको छ। A display on the use of horses in hunting is being showcased. यस्तै अहिले मञ्चको अगाडि लडाईँका क्रममा हतियार तथा तोपसहित घोडा Festivals in Himalayan regions of Nepal. टागन घोडा दौडमा सहभागी सवारहरू हुनुहुन्छ। सवार समीर विक, सवार मनोज भोल, सवार शङ्कर थारू र सवार प्रजित सिंह डोभाल। सुरु हुँदैछ। सवारहरू हुनुहुन्छ सिपाही निर्मल विक, सिपाही ओमबहादुर परियार, सिपाही इन्द्रकमल खाते र सिपाही राजकुमार थारू। We now have the second feat charger horse race. र सिपाही सरोज केथी प्रथम हुनुभएको छ। In the first feat charger horse race, the second position is secured by Private Asal Bhandari and the winner is Private Saroj Kesi. अब तेस्रो चरणको चार्जर घोडा दौड सुरु हुँदैछ। सवारहरू हुनुहुन्छ सिपाही लक्ष्मण रावल, सिपाही कमल बेलबासे, सिपाही सुशील थापा मगर, सिपाही सन्तोष भण्डारी र सिपाही नवीन सम्माहाम्फे।
तेस्रो सवार हुनुहुन्छ सुबेदार लालबहादुर कुँवर घोडा सायर। घोडसवारहरूले यति बेला गेटको आकृति निर्माण गरेका छन्। At this moment, the riders has formed the formation of gate. यति बेला घोडसवारहरूले एक्स को आकृति बनाइरहेका छन्। Meanwhile, the riders has formed the pattern of X. यति बेला डगहरूले जम्पिङ स्किल प्रस्तुत गरिरहेका छन्। At this moment, dogs are showcasing their jumping skills. यति बेला घोडसवारहरूले स्वस्तिक चिन्हको आकृति बनाएका छन्। सवारले घोडालाई जमिनमा लडाउने गरेको पाइन्छ। यसका कमान्डर प्युट विक्रम खड्का हुनुहुन्छ भने सवारहरू सिपाही राजकुमार थारू, सिपाही निर्मल विक र सिपाही आशिष परियार हुनुहुन्छ। In this drill, riders will make their horses lie down. Historically, in the 18th century, riders used this technique to allow horses to rest briefly while delivering mail and newspapers. Also used to hide from the enemies during firing and battlefield is Lance Corporal Vikram Khadka. विशिष्ट अतिथिगण महिला तथा जमदार सूर्यबहादुर लम्साल, कार्यहुद्धा सबिन कुमार पोखरेल, हुद्धा रामकृष्ण अधिकारी र प्युट विलास बोहरा। दोस्रो सवार हुनुहुन्छ अब प्रस्तुत हुँदैछ दोस्रो अब प्रस्तुत हुँदै Million placed in a pole using the crest. The first rider is Subedar Major Jagadish Singh.
दोस्रो सवार हुनुहुन्छ जमदार शेषराज खड्का। The next participant is Warrant Officer Class 2, Sesraj Khadka. In this event, riders will showcase various artistic performance on horseback, including mounting and dismounting while the horse is in motion. बल्टिङमा भाग लिने सवारहरू हुनुहुन्छ हुद्दा रामकृष्ण अधिकारी, सिपाही ओमबहादुर परियार, सिपाही मीनप्रसाद सुवेदी, सिपाही पुरुष सैनिकहरूले रिन फ्री जम्प प्रस्तुत गर्नेछन्। We now have Private Lakshman Rawal and the winner is Warrant Officer Class 2, Sesraj Khadka. यसैगरी ग्रुप बी का प्रतिस्पर्धी सवारहरू हुनुहुन्छ सिपाही लक्ष्मण रावल, सिपाही निर्मल विक र सिपाही महेश कार्की। र ग्रुप सी का प्रतिस्पर्धी सवारहरू हुनुहुन्छ जमदार सूर्यबहादुर लम्साल, प्युट विक्रम खड्का र सिपाही राजकुमार थारू। रेसिङका सवारहरू हुनुहुन्छ हुद्दा रामकृष्ण अधिकारी, सिपाही सुरेश चौधरी र सिपाही असल भण्डारी। Barrel racing is a fast-paced rodeo event that teaches the horse agility and the rider's equestrian skills. The rider who completes a triangular course around 3 barrels in the shortest time possible will win. यसैगरी मञ्चको अगाडि ककर स्प्यानियल डगहरूद्वारा डोरीहरू हुनुहुन्छ जमदार रामहरि खड्का, प्युट राजन खत्री, सिपाही सुशील थापा मगर, सिपाही इन्द्रकमल खाती र सिपाही नेत्रबहादुर थापा। प्रथम र दोस्रो हुनुभएका घोडसवार प्रतियोगीलाई पुरस्कार प्रदान हुनेछ। Distinguished guests, ladies and gentlemen, now the chief guest, the Right Honorable पुरस्कार वितरणको अन्त्यमा यस घोडे जात्रा समारोहको सो जम्पमा सहभागी हुनुभएका